यो चाहिँ घाँसी गुवाथीमा आइपुगेको छ लगभग 9 बजेर 11 बजे गएर अहिले म चाहिँ पशुपति जान लाग्छु जय शम्भु म चाहिँ अहिले मन्दिरमा पूजाहरू फर्किरहेको छु 70 हो त यहाँ चाहिँ चिया आइपुगेँ है नयाँ स्टाइलमा फाइनली म चाहिँ अहिले बसमा आइपुगेको छु लगभग 6 बजेर 20 मिनट गइरहेछ म चाहिँ छु बसमा 7 नम्बरको सिट हो यो जेलको सिट ब्ल्याङ्केट भयो अनि बोतल पानी यहाँ त चाहिँ बसिरहेछ अनि लामुचोरबाट हेर्ने भोलि आएर लगभग 6 लगभग 5:30 बजेतिर यो चाहिँ घाँसी गुवाथीमा आइपुगेको छ लगभग 9 बजेर 11 बजे गइरहेछ एक निन्द्रा पुऱ्याएर उठिसक्यो भनेर यति बेलासम्म नसुतिँदा चाहिँ अहिले एक निन्द्रा चाहिँ ट्याक्कै पुगेर बसिरहेको छ टोइलेट ब्रेक भइरहेछ यता चाहिँ वरिपरिको माउली यो चाहिँ घाँसी गुवा सही यस्तो छ माउल वरिपरिको अब यहाँ 10-15 मिनट रोक्छ अनि त्यसपछि अनि फेरि खाना रोक्छ 1 घन्टा यहाँ 10-15 मिनट रोक्छ त्यसपछि खाना खाने बेला अनि बेलुकाको 10 बजेर कति बजे गर्छ भने 11 बजेर 5 बजे गइरहेछ चितवनमा होटेल एन्ड रेस्टुरेन्टमा अहिले लगभग 11 बज्यो अघि खाजा खाएको चाहिँ यहाँ आउँदाखेरि ठ्याक्कै 2 घन्टा लाग्यो हेर म के कमिसन लगे अहिले चाहिँ चिया मजाले त्यस्तो चाहिँ पारा अहिलेको पारा अहिले क्या दामी स्टाइलको त्यो चिया अब चिया आयो अब चिया खान्छ नि काठमाडौँ आउनु पाउँछ नि चिया खान सुरु भयो जादु भयो लास्टै जादु भयो यहाँ त लास्टै जाँदो रहेछ नि त पोखरादेखि त टोपी ल्याइन सबभन्दा अप्ठ्यारो भइला जस्तो छ एकदम जादु भइरहेछ अब यहाँ त सिधै पशुपति जान्छु पशुपति गएर अनि पूजा गरेर अनि एकछिन त्यतै बस्छु अनि पहिला जे काम आएको त काम सक्छु अनि त्यसपछि अन्त घुम्नु पऱ्यो भने घुम्नु पर्ला कहीँ अरू ठाउँभन्दा लास्टै जाँदो रहेछ चिया खाएर हिँडिरहेको छ अहिले अब पशुपति जाने बस गर्दै हिँडिरहेको छु लगभग 5 बजे हो 5 बजे होला सायद भइरहेको होइन 5 बजे होला अब टुक पशुपति जाने बस्छु अनि पशुपति गरेर झरेर पूजा गरेर बस्छु त्यतै 1-2 घन्टा अनि त्यसपछि अरू काम गर्नु पर्ला पशुपति जान्छ गइहाल्छ नि है अहिले बसमा चढिरहेको छु पशुपति जाने बसमा गएर 1 घन्टा 2 घन्टा कति लाग्छ अब बिहान घुमाउँछ थाहै हुँदैन कति बेला पुग्छ नि बसमा बसिरहेको छु अहिले कति बजी भन्दाखेरि 5 बजेर 11 मिनट गइरहेछ त कति त दिल्लो रहेछ अहिले पशुपति आइपुगेँ अब मन्दिरमा पुग्नु हो गौशाला आइपुगेँ अब पशुपति जाने मन्दिर जाँदैछु अब लगभग अब 5-6 मिनटमा म पशुपति पुग्छु होला सायद पुरै अँध्यारो बस्छ केही देखेको छैन होला सायद अहिले फ्ल्यास फाल्छ नि है अहिले म चाहिँ पशुपति जान लाग्छु अब पशुपति आइसक्यो भन्दै पनि भइहाल्यो अब 2-4 मिनटपछि पशुपति आउँछ केही नगिर्ने धुपतीको दियो अनि मजाले पूजा गर्ने अनि अहिले विचार गरिरहेको छु कि हेरौँ अब के कस्तो हुन्छ बिहान पोखरादेखि काठमाडौँ चाहिँ एकदम जाडो छ यहाँ आयो भने टोपी चाहिँ सधैँ लाएर आउनुपर्छ टोपी नलाएर साह्रै जाडो हुन्छ यहाँसम्म आउँदाखेरि लगभग 35-30 मिनट लाग्छ क्या सबभन्दा छेउमा जो भेटिन्छ त्यसैसित किनिदियो धुपती नो अप्सन हेरौँ अब अन्त 10 रुपियाँको धुपती किनेर अनि मजाले जाने म चाहिँ अहिले धुपती लिएर हिँडिरहेको छु
यस्तो चाहिँ पाएर वरिपरिको माहौल पनि यस्तो छ है। अब मनभित्र गएर भिडियो चाहिँ खिच्न पाइँदैन सायद, बाहिर बाहिरै हो। यस्तो छ है। पूजा गर्छु बिहान बिहान पूजा गरेर अनि त्यसपछि यतै बस्छु। पूजा नभइन्जेलसम्म कहीँ जाने कुरो भएन। अब हेरौँ अब के कस्तो हुन्छ माहौल चाहिँ। लाइन चाहिँ डह्रो होला जस्तो छ भयो भने। यस्तो छ है वरिपरिको माहौल। यही पारा वरिपरिको अब फ्रन्ट क्यामेरा चाहिँ अलि धुलो भएको कि कसैको लाइट परेको थाहा भएको छैन। यही पारि बिहान बिहान चराहरू कराएको छ। अहिलेसम्म बाँदर चाहिँ भेटेको छैन है। पशुपति आएर बाँदर नभेट्नु भनेको अचम्म हो। हेरौँ अब चरा चाहिँ मजाले कराइरहेको छ। ए जुत्ता खोलेर हिँडिरहेको छ अहिले। भित्र जुत्ता लाएर जानु पाइन्न नि त। यस्तो चाहिँ माहौल है। घर टुप्पो पाल्ने गर्ने अनि भने भगवान विष्णु मङ्गलं गरुडध्वजा। मारी खुट्टातिर आएको छ यार। यहाँ यो टायरले एकदम चिसो छ क्या। यस्तो छ माहौलले। अब अलिभित्र एकछिन भिडियो खिच्न पाइँदैन सायद होइन, खिच्नै पाइँदैन। अब यही वरिपरि हो जति खिच्ने, यही वरिपरि खिच्ने हो। भित्र मारी लाइन हो। लाइन त मन्दिरमा जाने लाइन त लाइन हुन्छ भए पनि पशुपति अन्त पशुपतिमा लाइन नबसी पूजा गर्नु र त्यति पूजा गर्नु धेरै फरक हुन्छ नि त। महाशिवरात्रिमा चाहिँ म साउनमा आएको थिएँ। साउनमा आउँदाखेरि यस्तो धेरै लाइन थियो। अहिले त खासै छैन। लगभग 2 किलोमिटर लाइनमा बसेर पूजा गरेको त्यति बेला बाहिरको माहौल है उस कि हेरौँ जस्तो छ कि बाहिरको माहौलले। जय शम्भु। म चाहिँ अहिले मन्दिरमा पूजाहरू फर्किरहेको छु। लगभग धेरै बेर लागेन, त्यही 15-20 मिनट लाग्यो। त्यहाँभन्दा धेरै लागेन। बाहिर जति मान्छेको माहौल छ त्यति भित्र मान्छेको माहौल रहन्छ क्या। आज पुरै खाली जस्तो छ। मतलब आएर तयारी गर्न लाग्यो जस्तो लाग्यो क्या। त्यही भएर म चाहिँ खुट्टामाथि चिसो भइरहेको छ। जुत्ता लिन हिँडिरहेको छु। अनि त्यसपछि अनि मन्दिर पारी गरेर बस्ने प्लान गरिरहेको छु कि अब के कस्तो हुन्छ। क्या मजाले पऱ्यो अलि दाना खाएको छ क्या। मजाले परिवार दाना खाएको हेरिरहेको थिएँ। क्या मजाले खाएको छ क्या दाना नि। सबैले छाटिरहेको छ। कोही खाली ठाउँ छैन क्या। यस्तो मजाले छाटेर राख्ने रहेछ। अब त्यहाँ म पहिला जुत्ता लाउँछु। खुट्टा चाहिँ लास्टैतिर आयो। पहिला जुत्ता लाउँछ अनि त्यसपछि अरू पारी गरेर बस्छु एकैछिन। पारी गरेर यसो वरिपरिको माहौलको भिडियो खिच्छ अनि थोरै सुत अच अनि त्यसरी फर्किन्छु। ट्राइपोड ल्याउनु बिर्सियो कि सामान ल्याएको कुराहरू ट्राइपोड ल्याउनु बिर्सिरहेको छु। हेरौँ अब 1 घन्टा यहाँ बस्छु। मार्केट खुल्ने बेला त बस्दैन सायद। मार्केट चाहिँ 8 बजे 8:30 बजीतिर मात्रै खुल्छ क्या। त्यतिर नजर खुल्दैन। अब हेरौँ माहौल के कस्तो हुन्छ। टोकन नै देखाउनु बिर्सेछु कि अघि बल्ल देखाउनु लाएर जुत्ता लिन आउनेलाई 2001 परेर आएको थियो। चाहिँ जुत्ता राख्दा यता सेक्सन यता छ। यस्तो छ माहौली। जुत्ता अझै पनि नाङ्गै छ। पहिला जुत्ता लिएँ, जुत्ता लाउने अनि त्यसपछि अरू काम गर्ने सकिँदैन। म बागमती पारी गरेर बस्छु अब लगभग आधी घन्टा 1 घन्टा। अनि त्यसपछि अनि खाजा खानु पर्ला। खाजा खाएको छैन। बिहान चिया खाएँ
त्यहाँ सिधै आएको खाजा खानु पर्ला झन्डै बसेर र म अब के कस्तो हुन्छ अब पारी गरेर बस्छु अझ पुरै भ्यू देखिन्छ नि त पशुपतिको त्यही भएर चाहिँ म पारी गरेर बस्छु भनिरहेको छु र म अब जाँदो सकेर कति इन्चसम्म बस्न सकिन्छ पारी नभए मान्छे तन्दै हुन्छन् क्या बस्नु बस्छ भने बस्छु नत्र फर्केर आउने छ अलि बिहान बिहानको जय शम्भु सनराइज पनि भइसक्यो घाम पनि झुल्किसक्यो उज्यालो पनि भइसक्यो अँधेरोमै आगो लाइट बालेर फ्ल्यास बालेर भिडियो बनाएको थिएँ अघि मैले अहिले चाहिँ उज्यालो भइसक्यो चिसो हावा चलिरहेको छ आउँदै टोपी चाहिँ कम्पलसरी हुनुपर्ने मैले लेखिरहेको छ टोपी नल्याएको साह्रै अब शान्त पारेर जागिने नलागिन आउने जस्तो कन्डिसन देखिरहेको थियो पोखरामा गर्मी सुरु भयो नि त यहाँ चाहिँ चिसै भएर छ क्या यही पारी हो अहिले माथि जाँदैछु यहाँ त पुरै भ्यू देखिन्छ क्या अलि माथि गएर हेर्ने त्यहाँ आइपुगेँ पुरै भ्यू देखिन्छ नि त्यहाँ तर बाँझो चाहिँ एकदम धेरै छ क्या यता ए बिहान बिहान भएर चाहिँ नदेखेको यता चाहिँ एकदम धेरै छ क्या यता चाहिँ फुल देखिन्छ पशुपति बिहान बिहान बस्न छैन कि भनेर लाग्यो बिहान बिहान भ्यू हेरेर आउँछ नि त्यही भएर यहाँ त पोखरा यहाँ त अलिअलि काठमाडौँदेखि उस अलिअलि अरू पनि देखिन्छ यस्तो राम्रो भ्यू छ क्या यहाँ त चाहिँ पशुपतिको चाहिँ 360 भ्यू देखिन्छ क्या मजाले यहाँ अब आधी घन्टा 1 घन्टा बस्छु छ नि त्यसपछि जान्छु क्या यहाँ माथि नै मन्दिर भयो जस्तो लाग्छ सोध्छु अझ नभए जानुपर्ने यहाँ माथि म त मन्दिर देखेँ जस्तो लाग्थ्यो म्यापमा त्यहाँ म जाने बाटो भएछ भने जान्छु त्यहाँ बस्नु भन्दा त के मिर्ग होइन सर म यहाँ अहिलेसम्म आएको रहेछु यहाँ पनि अरू पनि छन् कि यति हुन् हेर्ने ठाउँ यहीँ मात्रै हो कि पुरै घुम्नु मिल्छ मृग मात्रै हो कि अरू पनि छ मृग बोका छ त्यहाँ मन्दिर छोरा बोका हुन्छ नि ए तँलाई धन्दै तानेको मोबाइल डराउँदैन धन्दै मोबाइल तानेको धन्दै तानेको यहाँ मृग देखियो हेर म अर्को साइडतिर त देखिन्छ कि माथि त देख्नु पायो भने माथि देखाउँछु सन्देश पनि कहीँ त बसेँ पर्फेक्ट भ्यू रहेछ अहिले म चाहिँ कहाँ छु भने एकैछिन त्यहाँ गोरखनाथ टेम्पलमा आएको छु यस्तो राम्रो छ टेम्पल यहाँ चाहिँ जुम्बा डान्स भइरहेको छ क्या हेर्ने देखाइदिउँ यही जुम्बा डान्स कि त कसै जान्छ कता छ खोज्दैछु क्या अहिले विष्णु रूपी मन्दिरमा जाँदैछु हेर म के कस्तो हुन्छ यो पशुपति एरिया क्षेत्रभित्र यति धेरै मन्दिरहरू छन् कि अझै उस्तो त्यो देखाएको छैन मेरो त अलिअलि देखेँ अझै छन् भन्ने देखिरहेको छु हेर म कता देखिन्छ क्या छ तर यो ठाउँ चाहिँ राम्रो छ क्या एकदम पर्फेक्ट ठाउँ छ यो ठाउँमा अहिले कतिचोटि आइसकेँ तर यो ठाउँमा म आइपुगेर हिँड्छु कि हिँड्न पार्नु जस्तो रहेछ क्या हेर म विष्णु रूपी मन्दिरमा आइपुग्नु लाग्छु हेर म के कस्तो हुन्छ भिडियो खिच्न दिन्छ क्या त्यो अनुसार फरक छ तर हेर म विष्णु रूपी मन्दिरमा पस्नु दिन्छ के धुपत्ती चाहिँ ल्याएको नि ताले बाले छ क्या अब हेरौँ के कस्तो हुन्छ अब देखेर बाँकी हो भित्र कहाँ त छिर्ने भन्ने कुरो भइरहेको छ कि संरचना फेरि बन्दै रहेछ छ खोइ हेर म अब धेरै जस्तो चाहिँ यो ठाउँमा चाहिँ मनिवादलाई आउँदो रहेछ क्या सबभन्दा धेरै चाहिँ मनिवादको लागि यस्तो चाहिँ पुरै एक ग्राउन्ड हानिसक्यो
अहिले चाहिँ मन्दिरभित्र पस्ने ठाउँ मैले कहीँ भेटिनँ, अन्डर कन्स्ट्रक्सन रहेछ, त्यही भएर कहीँ पनि ठाउँ भेटिनँ क्या। यो मन्दिर हो, अन्डर कन्स्ट्रक्सन हुनाले यहाँभित्र पस्नु पाएन कि केही भएन। कता गुगलतिर खोजेर फोटोसोटो हालौँ ल। यहाँ सानो क्लिप। अब अन्डर कन्स्ट्रक्सन भइरहेको बेला ढोकेन नदेखि कसरी छिर्ने त तल जान्छ, खाजा खान्छ अनि त्यसपछि आफ्नो कामतिर लाग्नु पऱ्यो नि। कति बज्यो? 7 बज्दैछ। यहाँ आएको नि कति 5:45 आइपुगेको छु म पशुपति एरियातिर। अहिले चाहिँ 7 बज्दैछ, 2 घन्टा हुँदैछ। मजाले गेम चल्दो रहेछ। बरुमा आएको कता त हो, एक्लै हेऱ्यो नि त हराइन्छ नि त। यो ठाउँमा त यस्तो ठुलो छ, यस्तो छ। टोटल्ली एक्सर्साइज गर्ने ठाउँ जस्तो छ क्या। मान्छे कति छ। मृग देखाएको थिइनँ, हेरेको मृग हेर्छ मैले। अनि ठाउँ खोज्नुपर्छ, यो नि बल्ल डल्लो खोजेर आइरहेको थिएँ। हेरौँ कता त देखिन्छ, अघि कता त सोध्नु पऱ्यो अरे घुम्ने ठाउँ ल पक्कै छ भन्ने सोधिरहेको थिएँ। हेरौँ अब मृग हेर्नु जानु पऱ्यो। अब कति धेरै छ यार, कति ठुल्ठुला धेरै छ। छोडेको बोकाहरू अनि मृगहरू छ भन्ने मृग त देखेको थिएँ, बोका छोडेर आएछ भन्ने कुरो सुनेको थिएँ। अब त्यसपछि हेर्नु जान्छु। यिनीहरू छोडेको बोकाहरू यो मृग हो। मृगको बच्चाहरू भाग्यो। छोजाको बोकाहरू यहाँ सबैले ल्याउँदै छोड्दै अझर झन् धेरै जसले ल्याएर छोडेर जस्तो लाग्यो कि जालसाल हालेछ रहेछ। यो मृगको लागि होला, बोकाको लागि चाहिँ छुट्टै बनाएर अनि कम्पार्टमेन्ट बनाएर राखेर चाहिँ यसै खाने गरिदिन्छ भनेर पछि लगाइरहेको छ। तल चाहिँ देख्थेँ कि पहिला आउँदाखेरि माथि बोकातिर हिँडिरहेको देखिरहेको थिएँ। आज चाहिँ यहाँ छोडेर चाहिँ ल्याएर छोडेर छन् भन्ने चाहिँ थाहा भयो क्या। यो मन्दिरको संरक्षणमा पऱ्यो नि त यो भनेपछि खाना दिन्छ भनेर पछि लगाइरहेको छ। यो बोकाहरू देखिरहेको मृग कहाँ त देखिन्छ चाहिँ हेर्नु पऱ्यो कि। यता देखि आएको यसलाई अलिकति ल्याएर दिउँ न, यसलाई उतै ल्याएर आइजो बोका आइजो। त्यस्तो सानो रहेछ यसलाई साथी भयो। मृगको कम्पार्टमेन्ट छुट्टै भन्दा राखिदिएको कि यहाँ आएर चाहिँ उहाँको खोजिरहेको मैले यही। चल्दैछ यहाँ मृग। यता त भयो, अर्कोतिर त नि देख्नु पर्ने हो। अलिअलि त देखाइदिएँ मैले, देखाउँछु भन्ने जति चाहिँ देखाइदिइहालेँ। मृग देखाउँछ भनेको देखाएन, अहिले चाहिँ देखाएँ। एउटा दिँदा पनि देखाएर के पनि धेरै देखाउनु पाएको हुन्छ भने हेरेर सिकेर अब भित्र चाहिँ देखेको छैन। अघि पनि यहाँ थिएँ, यो चाहिँ 12 सिङे जरायो क्या। कति धेरै छ खाना दिन्छ धेरै बाँदरहरू भयो। यहाँ चाहिँ 12 सिङे जरायो, कति धेरै छ यो। चाहिँ यही छ।
चाहिँ त्यो छन् हो 12 जरा लगभग धेरै छन् कि यहीँ छन् होला 10-12 त हुनु पर्छ नि अझै हेरेको कता मोबाइल खोसेर लाने भन्ने जस्तो लागिरहेको छ क्या पाँचहरूले हेरिरहेको छ अझै खानु चाहिँ यो लाग्छ दाइ यो के हो यो छ ए पान रोटी ए 12 कति त होला नि यहाँ हेर्ने ठाउँ यहीँ मात्र कि अन्त नि देखिन्छ 70 त 70 त भनेको त धेरै नै नि है यिनलाई खान के कसरी पुऱ्याउँछ नि त ए खाना रहेछ यो दिने ठाउँ भएर होला क्या जति बेला नि हेरेर बस्दो रहेछन् है देखाउँछ भनेको देखाइदिइहाल्यो होइन लगभग 70-80 जस्तो आउँदा बिहानै आउँदाखेरि अँधेरो भएको थियो नि सबै कि मान्छेहरू आउने हार्ने मर्निङ गर्ने मान्छेहरू सबभन्दा धेरै हुँदो रहेछ नि बाहिर मान्छे पूजा गर्नुभन्दा अघि म कति नि मेरो होइन त्यहीँतिर मान्छेहरू धेरै जाँदो रहेछ नि बल्ल टुरिस्टहरू आउने बेला भयो नि त भक्तजनहरू बेलुकैसम्म बसेर आएर हेर्नुहुन्थ्यो र भोलि भरेको बस त बुकिङ गरेको थिएन बस सकेर बस पाउनु चाहिँ एउटा बस भेट्टेला नि त्यहाँ आश गरिरहेको छु कि अहिलेसम्म बसको सिट चाहिँ फुल भइसक्यो भन्ने कुरा आइरहेको छ कसैले क्यान्सल गरेर भने बस पाउने अब भोलि गाह्रै छ भोलि अफिस पुग्दाखेरि बिहान दुपट्टी लिएको पैसा नि तिर्नु छ त्यो चाहिँ सम्झिएको छ अरू चाहिँ त्यस्तो भइरहेको छ क्या बिहान दुपट्टी बिहान खुल्ला छैन भने दुपट्टी लरबाल थियो त्यो पैसा चाहिँ तिर्नु छ एउटा दुईवटा फाटाफुटु खुल्ला थियो अहिले भरि खुल्ला सबै खुल्ला भइसक्यो दोकानहरू अब म चाहिँ खाजा खान जाने भनेर हिँडिरहेको छु खाजा खान आज खाना चाहिँ खाइहाल्ला जस्तो छैन कुरकुरे र जुस खुल्लामा छ अरू चाहिँ अब एकछिनपछि आफ्नो काम सकेर अनि उता कौटे खेल्ने भन्ने कुराहरू आएको छ कि अब हेर म के कस्तो हुन्छ अब खोकी अझै सोधिसकेको छैन पहिला खाजा खानु पऱ्यो यहाँ त निस्केर अनि त्यसपछि अरू कुरा हुन्छ म चाहिँ अहिले मन्दिरबाट बाहिर निस्किरहेको छु खाजा खाने ठाउँ खोज्दैछु क्या समोसा तर कहाँ बनाइराखेको देखिन्छ त्यहीँ गएर खाने भन्दै हिँडिरहेको छु र म पहिला चाहिँ यता खाइरहेको छु अब कता गएर खान्छु त्यस्तै थाहा हुन्छ यो चोकलाई भन्छ गौशाला चोक गौशाला हुन्थ्यो नि गौशाला चोक यो क्या अस्ति नै उतो पारि गरेर खाएको अब कता गएर खान्छु त्यो चाहिँ थाहा थिएन गएको छ खाजा आइसक्यो खाजा यो समोसा दुईवटा समोसा अनि तरकारी यहाँ चाहिँ चिया आइपुग्यो है नयाँ स्टाइलमा अहिले चाहिँ यस्तोमा चिया खाएको थिएन क्या खाइदोवाला चिया छ
अरे यार कुछ खिलाओगे पीला पीला पूरी को ले आए भाई साहब लो फाइनल्ली अहिले म चाहिँ बसपाक आइपुगेको छु 3 बजिसक्यो बसपाक आएको छु कि बस जाने त बेलुका 7 बजेको भए पनि झोलोसोलो राखेको अरे अनि त्यसपछि खाजा खान हिँडिरहेको छु यस्तो छ माहौल अहिले जाँदा गएको छ जाँदा चाहिँ माइक गर्नुपर्छ क्या जाँदा खुलेर हिँडिरहेको छु कति राम्रो सनसेट भइरहेको छ क्या उता भन्दा यता चाहिँ बसको सिसामा डर देखिरहेको क्या बाहिर गएर देखाउँछ है म डर सनसेट भएछ क्या बाहिर है सनसेट यही हो कि गङ्गाबु बसपाकबाट देखिने सनसेट यही हो राम्रो राम्रो देखेछ नि है बेलुकाको कति बज्यो भन्दाखेरि 7 बजिसकेको छ म चाहिँ अहिले खानेकुरा लिएर लिन हिँडिरहेको छु कि बाटोमा कति बेला खाना खाने लगभग 12-1 बज्छ पक्कै यिनीहरू 7:30 बजे हिँड्ने भनिरहेछ अब हेरौँ अब खाजा पहिला खानेकुरा लिएर आउँछु त्यस्तो चिप्सहरू जुसहरू अनि त्यसपछि देखा जाए क्या जति बजी रोक्यो नि ढुक्क हुन्छ नि त हामीले खानेकुरा लिएर हिँड्नुपर्छ त पहिला खानेकुरा लिएर आउँछ अनि दुईवटा फ्रुटी एउटा भइबे च्याउ चाहिँ अनि एउटा करेन्ट नुडलभन्दा आउँछ कनेरको कुरकुरे लिएर आएको छ कुरकुरे टाइपको बसिने कति बेला हो थाहै छैन कति बज्यो भन्ने छ भन्दाखेरि 7:45 भनिरहेको छ 8:30 बज्छ पक्कै 7 बजे हिँड्ने भनेको बस अहिले चाहिँ झन्डै टाइम उठाइदियो यहाँ चाहिँ टी ब्रेक भएछ क्या टी ब्रेक भन्नाले टोइलेट ब्रेक भइरहेको छ यस्तो चाहिँ वरिपरिको माहौल अहिले चाहिँ खाना खाएर निस्किरहेको छ अहिले मजाको छ मनको हो खाना खाएर निस्किरहेको छ यता कति खुला छ है यो तल्केकै पानी तल्केकै खोला हो क्या कुन खुला हो थाहा छैन तर खोला हो त्यस्तो चाहिँ पर खाना खाएर बसिने बेला